वट सावित्री व्रत विवाहिता दिदीबहिनीहरूले आफ्नो पतिको सौभाग्य बढाउन, अखण्ड सौभाग्यको लागि, सन्तान, समृद्धि र पति र पत्नीमा दाम्पत्य प्रेम दीर्घ रहोस् भन्नको लागि अखण्ड प्रेमको प्रतीकमा वट सावित्री व्रत गर्दै हुनुहुन्छ। वट सावित्री व्रत कहिले गर्ने, कसरी गर्ने, यसका नियमहरू के हुन्, कसरी पूजा गर्ने, पूरा व्रत गर्न नसके पनि यसका नियमहरू के हुन्, यस विषयमा हामी कुराकानी गर्नेछौँ। सर्वप्रथम हामी यस दिनको तिथिमिति र पञ्चाङ्गबाट सुरु गर्छौँ। 2082 सालको ज्येष्ठ महिनाको 12 गते सोमबारका दिन चतुर्दशी तिथि रहेको छ। चतुर्दशी तिथि 11:22 छ। उपरान्त औँशी तिथि प्रारम्भ हुनेछ। यसलाई अङ्ग्रेजीमा 2025 मे 26 तारिकका दिन दर्श श्राद्धम, यसै दिन औँशी पनि हो, सँगसँगै निसी बार्ने दिन पनि हो र वट सावित्री व्रत पनि हो। स्नानदानको लागि औँशी चाहिँ 13 गते मङ्गलबार छ, तर बिहान 8:59 मात्रै औँशी रहेको हुनाले यस दिन स्नानदानका लागि औँशी मात्रै हो र विशेष गरेर औँशीको श्राद्ध गर्नेहरूले पनि 12 गते सोमबारकै दिन औँशीको श्राद्ध गर्नुहुनेछ र विशेष गरेर औँशीको स्नान गर्नेहरूले 13 गते गर्नुहुनेछ र वट सावित्री व्रत भनेर सावित्रीको पूजा गर्नेहरूले पनि यहाँहरूले 12 गते सोमबारका दिन गर्नुपर्ने हुन्छ। यो वट सावित्री व्रत के हो, यसबारेमा हामी कुरा गरौँ। सत्ययुगमा सत्यवानकी पत्नी, जसको नाम थियो सावित्री, स्वयं यिनी भगवतीकी अंश थिइन्, अंशभूता यस धरतीमा प्रकट भएकी थिइन्। यस कारणले गर्दा यिनै सावित्रीको विवाह सत्यवानसँग भएको थियो र आफ्ना पतिको मृत्यु नजिक निकट थाहा पाएर 3 दिनसम्म वट वृक्षको मुनि वटको पूजा गरेर आफ्ना मृत्यु भएका पतिलाई पनि यमलोकबाट पनि यिनले छुटकारा गरेर लिएर आएकी थिइन्। पतिको दीर्घायु र सौभाग्य बढाएकी थिइन्। यसै कारणवश अहिले पनि धरतीमा आमा दिदीबहिनीहरूले आफ्नो पतिको सौभाग्य बढाउनको लागि, समृद्धि बढाउनको लागि, सन्तानको सुखको लागि र दाम्पत्य प्रेम बढाउनको लागि सावित्रीको व्रत गर्नुहुन्छ। यो एउटा पौराणिक कथा हो, पौराणिक मान्यता हो, पौराणिक कथा प्रचलित रहेको छ श्रीमद् देवी भागवतमा। अब हाम्रा आमा दिदीबहिनीहरूले के गर्ने, सकेसम्म त 3 दिन व्रत गर्नु भनेर भनेको छ। विशेष गरेर यो भारतको उत्तर भारतमा अनि नेपालको पनि तराईमा, मिथिलामा यसलाई 3 दिन पूर्वक व्रत गरिन्छ। तर हामी सबै आमा दिदीबहिनीहरूले अखण्ड सौभाग्य बढाउनको लागि भने 1 दिन, 3 दिन नभए पनि भनेको 11 गतेदेखि 12-13 गतेसम्म चोखो नेतो भएर मध्य मांस, लसुन, प्याजहरू नखाइकन र 1 दिन भनेको 12 गते सोमबारका दिन वरको रुखमुनि गएर केही सौभाग्य पूजा सामग्री चढाएर व्रत गर्न सक्नुहुनेछ। अब वट सावित्री व्रत कसले गर्ने, कहिले गर्ने भनेर भन्दा 2082 सालको जेठ महिनाको 12 गते सोमबार हो। 2025 मे 26 तारिकका दिन वट सावित्री व्रत गर्नुपर्दछ। यो व्रत विवाहिता हुनुभएका दिदीबहिनीहरूले मात्रै गर्न सक्नुहुनेछ। अविवाहिताहरूले यस व्रतलाई गर्न मिल्दैन। अखण्ड सौभाग्य, सन्तान र प्रेमको प्रतीक पनि हो यो र आफ्ना मृत्यु भएका पतिलाई पनि एउटी सत्यवान सावित्रीले फर्काएर लिएर आएकी थिइन्। यही निष्ठा र श्रद्धाका साथमा आफ्नो पतिको दीर्घायु, स्वास्थ्य, परिवारको रक्षाको लागि नै यो व्रत हो। पुरुषहरूले, अविवाहिताहरूले यो व्रत गर्न मिल्दैन, सहयोग गर्न मिल्दछ। कसैले व्रत गर्दै हुनुहुन्छ भने र हामीले कथा अपलोड गर्छौँ, कथा श्रवण गर्न सक्नुहुनेछ। अब यस दिन बिहान, यानि कि यस व्रतका दिन बिहान स्नान गरेर शुद्ध हुने अनि सौभाग्य कपडाहरू लगाउने, यानि कि साडीहरू लगाएर, त्यस पछाडि गएर चुराहरू लगाएर, सिउँदोमा सिन्दुर भनेर श्रृङ्गारहरू गरेर, राम्रो भएर श्रृङ्गारहरू गरेर वरको रुखमुनि पूजा गर्नुपर्दछ। एक्लै गर्दा पनि भयो, परिवारमा हामी कोही छौँ भने वरको रुखमुनि गएर पूजा गर्ने हो। सामूहिक रूपमा पनि वरको पूजा गर्न सकिनेछ। वरको रुखमुनि कसरी पूजा गर्ने भनेर भन्दा यस दिन हामीसँग भएका पञ्चोपचार, षोडशोपचार पूजाहरूले यथासम्भव पूजा गर्नुपर्दछ। पूजाका विधिविधान सबै नभए पनि केही श्रद्धा राखेर नजिकै भएका वरका रुखहरू, किनभने वरको धेरै लामो आयु हुन्छ, स्थिरताको प्रतीक पनि हो। हाम्रो दाम्पत्य जीवन, पारिवारिक प्रेम, सन्तानको सुख पनि स्थिर रहोस् भन्नको लागि हो र यस दिन विशेष गरेर पूजा सामग्रीहरू के चाहिन्छन् त भनेर भन्दा षोडशोपचार, पञ्चोपचारका पूजाका सामग्रीहरू पनि भए यथासम्भव हामीसँग जे छ ती सामग्रीले पनि पूजा गर्न सक्छौँ। आफ्नो थालीमा
किस्तीमा सर्वप्रथम त्यहाँ पहेँलो चन्दन, राता चन्दनहरू भए, त्यस पछाडि तिल जौहरू भए, चन्दन फुलहरू भए, पञ्चामृतहरू भए, दुध दही घिउहरू भए, कलशमा पानी भयो, जनै, सुपारी, दुबो अनि रातो कपडा, पहेँलो कपडा अथवा मोली धागो, काँचो धागो, यी सबै सामग्रीहरू हामीले वरको रुखमुनि लिएर जानुपर्दछ। शुद्ध जलहरू भए, बाल्ने धुपबाती कपुरहरू भए, जे सकिन्छ, जति नजिक छ, जस्तो श्रद्धा छ, यी सामग्रीहरूमा अझै धेरै भयो भने अझै धेरै, अझै थोरै भयो भने थोरै, आफ्नो जति छ तिनीहरू लिएर जाने। एउटा माला पनि लिएर जान सकिनेछ र यी सबै सामग्रीहरू तयार गर्ने। सावित्रीको प्रतिमा पनि सुवर्णको, सुनको प्रतिमा अथवा माटोको प्रतिमा, अरू त्यो पनि सबै सम्भव भएन भने प्रतिमा भनेको मूर्ति, त्यो पनि भएन भने कुनै सुपारीमा अथवा कुनै फलमा पनि सावित्रीलाई नै यहीँ म आह्वान गर्दछु भनेर पनि आह्वान गर्न सकिनेछ। यी सबै सामग्रीहरू लिएर वरको रुखमुनि जाने। वरको रुखलाई जलहरू पानीहरू छर्केर शुद्ध बनाउने, लिपपोतहरू गर्ने। त्यस पछाडि वरको रुखमुनि कहीँ जराले स्पर्श गरेको ठाउँमा जहाँ जरा पनि होस्, रुखका ती जराहरू फैलिएका हुन्, त्यहाँनिर गएर आफ्ना पूजा सामग्रीहरू राख्ने। दियो बाल्न सकिनेछ माटाको पालामा अथवा तामाको पालामा, त्यहाँ अथवा दुना बोताहरूमा भिजाका बत्तीहरू राखेर दियोहरू बाल्दिने। कलश, एउटा सानो तामाको कलशमा जलहरू भरेर फुलहरू राखेर त्यही कलशको माथि पनि सावित्रीको मूर्ति, फल अथवा सुपारी राखेर आह्वान गर्न सकिनेछ। गणेश भनेर अर्को पनि सुपारी राख्न सकिनेछ। दियो, कलश, गणेश राखेर त्यहीँनेरि चन्दन, अक्षता, फुल अनि यस्तै गरेर दुध, दही, घिउ, मह सबैले दियोको पूजा गर्ने, कलशको पूजा गर्ने, कलशका माथि सावित्रीको पूजा गर्ने। मन्त्रहरू धेरै लामो नआए पनि सावित्री माताको जय होस्, सत्यवानको जय होस् भनेर विशेष गरेर सावित्री देवीलाई सम्झेर पूजा गरिदिने त्यही प्रतिमामा र आफ्नो अखण्ड सौभाग्य, पतिको दीर्घायुको लागि, सन्तानको रक्षाको लागि, सन्तानको सौभाग्यको लागि भनेर हामीले त्यही चन्दन फुल, धूपदीप, नैवेद्यहरूले पूजा गर्ने। माला लगाइदिने सावित्रीलाई, आफ्नो अखण्ड सौभाग्य बढोस् भनेर सावित्रीसँग प्रार्थना गर्ने। उहाँसँग त्यो तागत थियो, उहाँसँग त्यो हिम्मत थियो। वेद माता हुनुहुन्छ, शक्ति हुनुहुन्छ, स्वयं भगवती लक्ष्मी नै हुनुहुन्छ उहाँ सावित्री। त हामीले प्रार्थना यो गर्ने, एउटा स्त्रीको मात्रै होइन बोले वेद माताको हामीले प्रार्थना गरिरहेका छौँ। यही गएर सावित्रीको पूजा आराधना गर्ने, फल फुल धूप दीप नैवेद्यहरू अर्पण गर्ने, चनाहरू, काँचो चना, भिजाका चनाहरू अर्पण गर्ने, स्वस्तिक, रोली, रङ्गोली, अबिरहरू सबै वरको वृक्षमुनि पूजा गरिदिएर आफ्नो अखण्ड सौभाग्यको लागि प्रार्थना गरी अब वरको रुखको पूजा गर्ने। वरको रुखको पूजा गर्दा हामीले चन्दन फुल धूप दीप नैवेद्यहरू दिने। काँचो धागो अथवा कपडा, काँचो धागो अलिकति लामै छ भने 7 चोटि परिक्रमा गर्न मिल्छ भने सत्यवान र सावित्रीलाई सम्झिँदै त्यो वरको रुखमुनि के गर्ने, वरिपरिबाट परिक्रमा गरिदिने। दुधहरू चढाउने, जलहरू चढाउने, वरको रुखलाई त्यो चढाउँदै परिक्रमा गर्ने। 7 चोटि परिक्रमा अनिवार्य गर्ने। 108 सम्म परिक्रमाहरू गर्न सकिनेछ, नभए पनि कम्तीमा 7 चोटि, किनभने पति र पत्नीको सम्बन्ध 7 जुनीसम्मको हुन्छ। यही विश्वास स्थिरताका साथमा हामीले सावित्रीको पूजा गरेर यही विश्वासका साथमा हामीले वरको वृक्षलाई परिक्रमा गर्ने, सावित्रीलाई सम्झिने, परिक्रमा गर्ने, धूपबत्ती आरतीहरू गरेर केही जाप, गुरुमन्त्र, इष्टमन्त्रहरू सम्झने जाप गर्ने। यसरी पूजा गरिसके पछाडि सौभाग्यका सामग्रीहरू अर्पण गर्न सकिनेछ। प्याकेटमा छन् भने प्याकेटमा, नभए ऐना, चुरा, धागो, पोते, सिन्दुर, लिपस्टिक, काइयो, गाजल जे पर्छन् आफ्नो यथासम्भव चिजहरू। केही अपोग भयो भने केही रुपियाँ पैसाहरू, सौभाग्य सामग्री पनि भएन भने त्यसको लागि पैसा सम्झेर त्यहीँनेरि भेटी अर्पण गरिदिने, सावित्री मातालाई प्रार्थना गर्ने। र यो अखण्ड सौभाग्य सामग्रीहरू कुनै ब्राह्मणलाई, कुनै पतिव्रता स्त्रीहरूलाई, सौभाग्यवती नारीहरूलाई प्रदान गर्न सकिनेछ। कसैलाई भोजन खुवाउन सकिनेछ, कसैलाई पुरी सब्जीहरू खिर बनाएर खुवाउन सकिनेछ। नभए यो सावित्रीको व्रतको यो पावन उपलक्ष्यमा कुनै ब्राह्मण भोजनको लागि, म अखण्ड सौभाग्यको लागि भनेर केही भेटी रकमहरू पनि छुट्याउन सक्नुहुनेछ। दिनभरि व्रत गर्नुहुनेछ, फलाहार ग्रहण गर्नुहुनेछ। रात्रिकालीन समयमा पनि सम्भव हुन्छ भने आरती गरेर अनि भोलिपल्ट मात्रै पारायण गर्नुपर्ने हुन्छ। यसो गर्नाले अखण्ड सौभाग्य समृद्धि बढ्नेछ। यो व्रत बट सावित्री हो। बट भनेको वरको रुख, सावित्री भनेको सावित्री माताले यही वरको रुखमुनि बसेर आफ्नो मृत्यु भएका पतिलाई यमराजको हातबाट छुटाएर लिएर आएकी थिइन्।
सबै आमा दिदीबहिनीहरूको सौभाग्य बढोस्। अन्तिममा यो व्रत जसको घरमा जुठो परेको छ, सुतकमा हुनुहुन्छ भने यो व्रत गर्न मिलेन, मासिक धर्म भएको 4 दिनसम्म यस व्रत गर्न मिलेन, 5 दिनका दिन नुहाइधुवाइ गरेर गर्न मिल्छ। जुठो सुतक पर्नुभएकाहरूले कथा सुन्ने, मङ्गलमय प्रार्थनाहरू गर्ने, अखण्ड सौभाग्य बढाउनेवाला, अखण्ड प्रेम स्थिरता प्रदान गर्नेवाला व्रतको सबैलाई हार्दिक मङ्गलमय शुभकामना। जो दिदीबहिनीहरूले जति हुन्छ त्यति व्रत गर्नुहोला। यहाँ भने जति सबै पूजाआजा गर्न सकेन भने वरको रुखलाई परिक्रमा गर्नुहोस्, प्रणाम गर्नुहोस्, 7 चोटि परिक्रमा गर्नुहोस्, दण्डवत प्रणाम गरिदिनुहोस्। जे हुन्छ त्यो गरौँ र वरको रुख नहुनेहरू, देश विदेशमा हुनेहरूले कथा महात्म्यहरू श्रवण गरेर आफ्नो पतिप्रति सौभाग्य अनि यस्तो पावन दिन रहेछ भनेर चोखो नितो श्रद्धा गर्न सक्नुहुनेछ। यहाँहरू सबैलाई वट सावित्री व्रतको हार्दिक मङ्गलमय शुभकामना। अहिलेलाई म कुबेर सुवेदी बिदा हुन्छु। जय श्रीमन्नारायण। सबैमा राधे राधे।